यो अहिले जति पनि मोटरसाइकलहरू देखिराख्नु भएको छ यो हिमालयन राइडर्स ग्रुप्सको हो र यो सबै चितवनदेखि मनाङको यो टुरमा आएको छौं। यसै गरी हामीले वहाँबाट मोटरसाइकलहरू के गरी बिग्रेको खण्डमा चाहिँ टेक्निशियनहरू पनि लिएर आएको थियौं। हाम्रो हिमालयन राइडर्सको ग्रुपलाई मात्र होइन कि बाटोमा अल्पत्र परेका जति पनि साथीहरू हुनुहुन्छ उहाँलाई पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले चाहिँ हामीले अहिले उहाँहरूलाई चाहिँ सहयोग गरिरहेको छौं हैन। यसको लागि चाहिँ मैले उहाँहरूलाई चाहिँ केही सानो केही भनिदिनुहुन्छ कि भन्ने मैले सोचेको छु। केही दुई चारवटा कुरा भनिदिनु म अनुरोध गर्दछु। हजुर हजुर एकदम खुसी लागेको छ। म पनि लकी फिल गर्छु र तपाईहरुको काम पनि एकदम त्यो सबै प्रोग्राम आएर छ त एकदम राम्रो ह्यापी पाएको छु। साँच्चै नै हामी नेपाली एक अर्कामा हामी सहयोग गर्नुपर्छ भन्ने धारणा बोकेका छौं हैन। साँच्चै हामी नेपाली साँच्चै त्यस्तै पनि छौं। त्यसैले हामीले सहयोग गर्नुपर्छ र अरू साथीहरूलाई पनि यो इनकेस यस्तो भएको खण्डमा सहयोग गर्नुहुन चाहिँ म हार्दिक अनुरोध गर्दछु। यो अहिले जति पनि मोटरसाइकलहरू देखिराख्नु भएको छ यो हिमालयन राइडर्स ग्रुप्सको हो र यो सबै चितवनदेखि मनाङको यो टुरमा आएको छौं। यसै गरी हामीले वहाँबाट मोटरसाइकलहरू के गरी बिग्रेको खण्डमा चाहिँ टेक्निशियनहरू पनि लिएर आएको थियौं। हाम्रो हिमालयन राइडर्सको ग्रुपलाई मात्र होइन कि बाटोमा अल्पत्र परेका जति पनि साथीहरू हुनुहुन्छ उहाँलाई पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले चाहिँ हामीले अहिले उहाँहरूलाई चाहिँ सहयोग गरिरहेको छौं हैन। यसको लागि चाहिँ मैले उहाँहरूलाई चाहिँ केही सानो केही भनिदिनुहुन्छ कि भन्ने मैले सोचेको छु। केही दुई चारवटा कुरा भनिदिनु म अनुरोध गर्दछु। हजुर हजुर एकदम खुसी लागेको छ। म पनि लकी फिल गर्छु र तपाईहरुको काम पनि एकदम त्यो सबै प्रोग्राम आएर छ त एकदम राम्रो ह्यापी पाएको छु। साँच्चै नै हामी नेपाली एक अर्कामा हामी सहयोग गर्नुपर्छ भन्ने धारणा बोकेका छौं हैन। साँच्चै हामी नेपाली साँच्चै त्यस्तै पनि छौं। त्यसैले हामीले सहयोग गर्नुपर्छ र अरू साथीहरूलाई पनि यो इनकेस यस्तो भएको खण्डमा सहयोग गर्नुहुन चाहिँ म हार्दिक अनुरोध गर्दछु।